79 लाख रुपैयाँ बहिनीको खातामा जम्मा भइसकेको छ। यो भन्दा खुसीको खबर अरु के हुन सक्छ। र भारत छिर्दै गर्दा रुपडिया नाकामा मलाई माया गर्ने नेपाली साथीहरू पनि मैले भेटाए। अझ यो भन्दा खुसी के हुन सक्छ। राजीव गान्धी अस्पताल छेउछाउमा म छु है। भोजराज सर त्यहाँ आइसके पछाडि मलाई सम्पर्क गर्नलाई म सहयोग गर्न चाहन्छु भनेर अस्पतालमा तयारी अवस्थामा नेपालीहरू बसिराख्नु भएको छ हामीलाई कुरेर। त्योभन्दा खुसीको खबर अरु के हुन सक्छ। हामीले पाएको, हामीले कमाएको धन भनेको यही हो कि दर्शकहरूको माया सबैको माया पाउन सकेको छु। यसका लागि आफूले आफूलाई गर्व महसुस गर्छु। साँच्चीकै आज हेर्नुहोस् त यो खुसीको पल, यो खुसीको खबर, यो सबै माझ पुर्याइदिनुहोस्। यो खुसीको खबर आज हामी बहिनी जास्मिनको उपचार गर्नका लागि भारत प्रस्थान गर्दैछौँ। भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा लगेर जाँदैछौँ हामी। अब त्यहाँ गइसकेपछि उपचार त्यही हुने रहेछ भने त्यही गर्छौँ, हुने रहेनछ भने पनि अन्य कहाँ कुन अस्पतालमा हुन्छ सबै अस्पतालमा डुलाउँछौँ। र यो आउँदै गरेको दीपावलीको दीप जुन नेपालमा जल्दैछ नि, त्यो दीप यो परिवारमा जल्ने दीप, नेपालमा जल्ने दीप एउटा खुसीको दीप हुनेछ। एउटा बच्चा जसको जिन्दगी यति लामो छ, जो बल्ल 4 वर्षको छ, त्यो बच्चाको जिन्दगी बाँच्ने खुसियालीको खबर दीपावली अगावै ल्याउन सकु। एकदम खुसी लाग्छ है। हजुर एकदम खुसी लाग्छ।